家の窓開けっぱなしにしていたので知らない人に入られてしまった。तपाईहरुले यो पानासी भन्ने बुम्पोको युज गरेर कन्भर्सेसन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न? यदि जापानमा हुनुहुन्छ भने चाहिँ तपाईहरुले यो बुम्पोको युज गर्न चाहिँ जान्नै पर्ने हुन्छ है त। किनभनेदेखि यो डेली कन्भर्सेसन गर्दाखेरि हामीले खाइवा गर्दाखेरि चाहिँ धेरै प्रयोगमा आउने बुम्पो हो यो र नर्मल्ली कन्भर्सेसन गर्नु पर्दाखेरि पनि धेरै युज भइरहेको हुन्छ है त। आउनुस् आज यो बुम्पोको युज गर्ने तरिका सिकौं। कस्तो बेलामा प्रयोग गरिन्छ त, के अर्थ हुन आउला त यसको हेरौं है त। सबभन्दा सुरुमा यसको परिभाषा हेरौं। यो पानासी भन्ने बुम्पो चाहिँ कस्तो बेलामा प्रयोग गरिन्छ त? पानासी भन्ने बुम्पो कस्तो बेलामा प्रयोग गरिन्छ भनेदेखि पानासी वा नानी नानी नो आतो सुबेकिनो कोतो सिनाइदे सोनोमामा निस्ते ओ कुनो वा योकुनाइ तो मौतो किनि त्सुकाइमास भनेर भन्छ। भन्न खोजेको कुनै पनि कार्य गरेपछि गर्ने कार्य चाहिँ नगरी जस्ताको तस्तै राख्नु चाहिँ राम्रो होइन भन्ने लाग्दाखेरि प्रयोग गरिन्छ क्या। नानी नानी नो आतो सुबेकिनो कोतो सिनाइदे सोनोमामा निस्ते ओ कुनो वा योकुनाइ तो मौतो किनि त्सुकाइमास भनेर भन्नुको अर्थ यही हो। कुनै पनि कार्य गरेपछि गर्नुपर्ने कार्य नगरिकन जस्ताको तस्तै राख्नु चाहिँ राम्रो होइन भन्ने लाग्दाखेरि प्रयोग गरिन्छ है त। जस्तो कस्तो कार्य त भन्न खोजेको एक्जाम्पलबाट हेरौँ। एकमा जस्तै घरको झ्याल खोलेपछि बन्द नगरी राख्नु, खुल्लाको खुल्लै छोड्नु। मादो आके पानासिनी सुरु क्या। झ्याल खोलिसकेपछि त बन्द गर्नुपर्ने हो नि त काम सकिएपछि, तर बन्द नगर्नु, खुल्लाको खुल्लै छोड्नु भन्न खोजेको यो। एउटा काम सकेपछि अर्को काम नगरी जस्ताको तस्तै राख्नु भनेको। जस्तै घरको ढोका खोलियो भनेदेखि ढोका बन्द नगरिकन खुल्लाको खुल्लै राख्नु होइन। अथवा पकेटमा केही सामानहरू हालियो भनेदेखि नझिकिकन त्यसलाई हालेको हालै राख्नु होइन। मोनो इरे पानासिनी सुरु भन्छ होइन। अथवा घरको बत्तीहरू बालियो भनेदेखि चाहिँ अब काम पुरा भइसकेपछि त निभाउनु पर्ने नि त घरबाट निस्किँदाखेरि केही गर्दा, तर ननिभाउने, खुल्लाको खुल्लै छोडिदिने होइन। देङ्कियो चुके पानासी भनेर यसरी कुनै कार्य गरेर चाहिँ त्यसलाई जस्ताको तस्तै राखिन्छ होइन। त चुजुके भइरहन्छ, त कन्टिन्यू भइरहन्छ र यसले गर्दाखेरि चाहिँ प्रब्लम परिन्छ भनेर आफूले लाग्छ भनेदेखि यस्ता कुराहरू चाहिँ गर्नुपर्दा पानासी भन्ने बुम्पोको युज गरिन्छ। कुनै कार्य गरेपछि जस्ताको तस्तै छोड्ने क्या, त्यसलाई दोहोऱ्याएर नहेर्ने, फर्केर नहेर्ने। यसको अर्थ बुझियो होइन। अब प्रयोग गर्ने तरिकाहरू है त कसरी प्रयोग गरिन्छ। यो भनेको भबमा मास हटाएर मासको ठाउँमा पानासी लगाइन्छ क्या। जस्तै आके मास छ भने आके पानासी होइन। दे मास छ भने दे पानासी होइन। दासी मास छ भने दासी पानासी। यसरी मासको ठाउँमा पानासी लाग्छ है त। अब जिसाइली एक दुईवटा रेबुन बनाएर पनि हेरौँ नि त कसरी कन्भर्सेसन गरिएला त। जस्तै मैले अघि एकमा पनि भनेको थिएँ घरको झ्याल चाहिँ मैले खुल्लै राखेको हुनाले नचिनेको मान्छे छिरो भनेर भन्नुपर्दा नि प्रयोग गरिन्छ। जस्तै इएनो मादो आके पानासी नि स्तेइता नदे सिरानाइ त नि हाइरारे तेसी मात्ता। घरको झ्याल चाहिँ खुल्लै राखेको थिएँ, त्यही भएर चाहिँ नचिनेको मान्छे चाहिँ घरभित्र छिरो भन्ने अर्थ दिन आयो है त। त्यसै गरी अर्को दुईमा हेरौँ है त। जस्तै इएनो देङ्कियो अथवा हेयानो देङ्कियो चुकेप्पा नासिनिस्ते इएओ देमास्ता। हेयानो देङ्कियो चुकेप्पा नासिनिस्ते इएओ देमास्ता। रुमको बत्ती चाहिँ बाली बाली होइन, बाली बाली चाहिँ म घरबाट बाहिर निस्केँ भन्ने अर्थ दिन आयो। ननिभाइकन म घरबाट बाहिर निस्केँ है भन्ने अर्थ दिन आयो। बलिरहेछ भन्ने अर्थ दिन आयो त। जस्तै अर्को तीनमा हेरौँ है त। तीनमा के हुन आउँछ भनेदेखि पोकेत्तो नि रे पानासी दात्तानो तोकेयो दोको खाँदै ओतोस्ते सिमाइमास्ता। पकेटमा हाली छोडेको चाहिँ घडी चाहिँ मैले कता खसाएँ भन्ने अर्थ दिन आयो है त। पोकेत्तो नि रे पानासी दात्तानो तोकेयो दोको खाँदै ओतोस्ते सिमाइमास्ता। यसरी हामीले कुनै पनि कार्य गरेपछि गर्नुपर्ने कार्य त्यसपछि गर्नुपर्ने कार्य चाहिँ नगरी जस्ताको तस्तै राख्दा चाहिँ नराम्रो हो होइन भन्ने लाग्दाखेरि यो बुम्पोहरू युज गरिन्छ क्या। कुनै पनि कार्य गरिसकेपछि चाहिँ अर्को एक्सन नहुने क्या। बत्ती बालेपछि बालेको बाले होइन, ढोका खोलेपछि खोलेको खोलै, पकेटमा चाहिँ घडी हालेपछि हालेको हाले होइन। यस्तो कुराहरू गर्नु पर्दाखेरि त्यो पानासी भन्ने बुम्पोको युज गरेर हामीले कन्भर्सेसन गर्न सकिन्छ है त। हवस् त, थ्याङ्क यू।